हाई एभ्रिवान, आज चाहिँ म हजुरहरूलाई मेरो क्रोसेट कलेक्सनहरू के छ हो त्यो देखाउने छु होइन। हेर्नुहोस् होला अनि हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् होला। अन्त फर्स्ट अफ अल मेरोमा छ यो फ्लावर पट, एकदमै क्युट। अन्त मिडियम साइजको छ, यो साह्रै स्मल पनि होइन, मिडियम हो यो चाहिँ। अनि मेरोमा फ्लावर पट कस्तो लाग्यो त्यो पछि छ मेरोमा किचेन्सहरू। फर्स्ट अफ अल यो सनफ्लावर किचन छ विदाउट लिफ वाला, एकदमै क्युट। सो सेकेन्डमा छ यो स्ट्रबेरी किचन, एकदमै दामी, एकदमै स्विट। यो कलर चाहिँ फाल्टु देखिरहेको होला, रातो देखिरहेको होला, अरू चाहिँ अलिक मरुन देखिरहेको होला। यो फाल्टु कलर मिक्स भएर यस्तो भएको। सो यहाँनिर छ इभिल आई एकदमै राम्रो छ होइन। अन्त सो यहाँ हेर्नु पर्दाखेरि चाहिँ यहाँ सनफ्लावर रोजेस छ, सिङ्गल रोजेस। यो चाहिँ हजुरहरूले यसरी सिङ्गल पनि किन्नु सक्नुहुनेछ, एकदमै राम्रो छ यो पनि। सो यहाँ चाहिँ छ फेरि जेलीफिस, यो चाहिँ जेलीफिस एकदमै क्युटवाला छ, एकदमै दामी। अन्त यहाँनिर ब्लूमा छ भने यहाँनिर येल्लोमा छ। अन्त मेरो कलेक्सन चाहिँ अहिले फिलहालमा यति छ, मेरो क्रोसेटको कलेक्सनहरू चाहिँ। अन्त हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला। अन्त इफ अर्डर गर्नु छ भने पनि मलाई मेसेज गर्नु सक्नुहुनेछ, यो पनि मेरो अर्डरकै हो। अन्त मैले अहिले यति सबै प्रिपेयर गरिसकेको छु। अन्त यो चाहिँ अब म प्याक गर्नु लागिरहेको छु। अन्त हजुरहरू पनि इफ कुनै मन परेर इफ किन्नु चाहनुहुन्छ भने मलाई कमेन्टमा भन्नु सक्नुहुनेछ, डाइरेक्ट मेसेज गर्दा पनि हुन्छ। अन्त कस्तो लाग्यो कमेन्ट गर्नुहोस्।